दक्षिण कोरियाको छाङवन सहर, जहाँ 16 देशका संस्कृतिहरू एउटै मञ्चमा मिसिए र त्यही मञ्चमा नेपालको कुमारी जात्राले सबैको ध्यान तानेर इतिहास रच्यो। माइग्रेन्ट्स अरिरङ मल्टिकल्चरल फेस्टिभल अर्थात् माम्फ 2025 विविधता, सह-अस्तित्व र आपसी सम्मानको सन्देश बोकेको यो फेस्टिभल अहिले विश्वभर चर्चामा रहेको छ। माम फाउन्डेसन र छाङवन सिटी गभर्नमेन्टको सहकार्यमा आयोजित यो महोत्सव अक्टोबर 24 देखि 26 सम्म भव्य रूपमा सम्पन्न भयो। करिब 16 देशका कलाकारहरूले आफ्नो मौलिक संस्कृति र परम्परा प्रस्तुत गरे, तर सबैभन्दा बढी तालिया पायो नेपालको प्रस्तुतिले। नेपाली टोलीले काठमाडौँको ऐतिहासिक कुमारी जात्रालाई मनमोहक ढङ्गले मञ्चमा उतार्यो। खास गरी आजको भिडियोमा चाहिँ पछिल्लो समयमा मैले खास गरी दक्षिण कोरियासँग सम्बन्धित भिडियोहरू बनाइरहेको छु र आजको भिडियो चाहिँ विशेष गरी दक्षिण कोरियासँगै सम्बन्धित रहेको एउटा माम्फको रहेको छ, जुन मैले विगतका वर्षहरूमा पनि यहाँ जुन माम्फ चाहिँ के हो, बहुसांस्कृतिक कार्यक्रम चाहिँ के हो भन्ने विषयको भिडियोहरू बनाइरहेको थिएँ र आजको भिडियोमा चाहिँ जो EBS का विभिन्न भिडियोहरू बनाउने क्रममा चाहिँ यो पनि सम्बन्धित रिलेटेड र यो कोरियाको एउटा बहुसांस्कृतिक विभिन्न राष्ट्रहरूले चाहिँ आफ्नो संस्कृति देखाउने पर्व हो। यसमा तपाईँले नेपालको कला, संस्कृति लगायतको विषयवस्तुहरू देख्न सक्नुहुन्छ र खास गरी पछिल्लो समयमा नेपालका कला संस्कृति चाहिँ विदेशमा कसरी देखाइन्छ भन्ने विषयलाई चाहिँ उजागर गर्दै विभिन्न सङ्घ संस्थाहरूले आफ्नो देशको संस्कृति जोगाउनका लागि चाहिँ विभिन्न यो जुन हाम्रो देश नेपालको चाहिँ संस्कृतिहरू देखाइरहेका छन् र आज चाहिँ मैले दक्षिण कोरिया छाङवन सहरबाट चाहिँ यो माई बहुसांस्कृतिक कार्यक्रमको बारेमा चाहिँ तपाईहरुलाई अबको भिडियोमा प्रश्न पार्नेछु। परम्परागत वेशभूषा, नृत्य र देवी पूजाको गहिरो सन्देश सहितको यो प्रस्तुति देखेर दर्शक चकित भए। यस वर्षको माम्फमा नेपाली संस्कृति प्रतिको आकर्षण अझ बढेको छ। विदेशी दर्शकहरू हाम्रो परम्पराबाट प्रभावित भएका छन्। महोत्सवको अर्को विशेष क्षण थियो लोकप्रिय गायिका मिलन नेवारको दमदार प्रस्तुति। नेपाली झण्डा ओढेर मञ्चमा उभिएकी नेवारको स्वरले कोरियाली आकाशमा नेपाली सङ्गीतको सुगन्ध फैलायो। दर्शकहरू उत्साहले झुमे अनि नेपालप्रति सम्मान र प्रेम झनै बढ्यो।
माम 2025ले फेरि एकपटक देखायो नेपाल केवल हिमाल र प्रकृतिको देश मात्र होइन, अद्वितीय संस्कृति र आत्माको देश पनि हो। यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली कला, संस्कृति र सङ्गीतले पाएको सम्मानले सम्पूर्ण नेपालीहरूलाई गर्वित बनाएको छ। हामी सधैँ रहनुहोस्। यस्तै नै प्रेरणादायी नेपाली कथाहरूको लागि लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। एक हप्ता